यो होटी सक्दैन तर हामी पर उहाँ फर्का त्यो पर त्यो घर नि भेट्छ हामी उताबाटै जाने भनेको छौँ कोटा डाँडा जानु पर्छ ठिक तपाईँ जान गाडा बस्छ गाडा बोलिया बल्छा घर छोडी बोलिया बल्छा घर बहिनी भन्ने सिधै को अंकल बल्छा घर आयो भन्ने को म अब बाग राखेर आएको एक मुखा दिदी ए मैले त अस्ति पनि दिए अस्ति पर घर आयो भन्ने मैले त म मेरा त ती अंकल का गरेर रहेछन् 2 दिन पछि ती बदल दिएन मलाई अलिकति म गाडबाट आएर त्यो आना हैन उ दिन हामी बाग राखेर त्यो बार्खालाई नै हामी बार्खा अस्ति त मेरा छिम तपाईँ बल्ल सक्नुहुन्छ रमेश जाना जीवन यी त हट्टे काटेर यी मैले फुकै अगाडि गइयान पर्छ नमस्ते फुकु तपाईँ हर सबैलाई सबैलाई डाकेको डाके दुई खेदिया त मेरा इन्टरभ्यु दिने भनेर वहाँ गएर बसेको रहेछ तपाईँ अब हामी सानै जति हो छुटे अरु खबै बाहिर ओके चप्पल चुटीको आफ्नो गाइदियो नि भयो ज्ञान नि अन्त अनि एकैछिन भने अनि आलियो आज भोलि लागो भोलि हैन खाने आज बाली आइजाय होस खाने भोलि उ जेठलाई दुई ट्रान्सफर आदैन चार दिन मिनेट यहाँ छ ती फुको त्यो कहाँ हाल्नु फुको हाल्छु के मेरो सहरमा कसो बुझेर आइज अहिले के गाएको कुकुरले अहिले के खाइने उ हुन्थ्यो गाया है काउन होइन त्यही काम छ त कहिले गाएला भाउ त हो एकैछिन गाइदिनु एकैछिन मात्रै गायालाई न एकैछिन के एकैछिन फुबु एकछिन मात्रै एकैछिन फुबु नै हाम्रो कति अहिले कुकाइदियो हरु रेउडा ल ल ओ त्यही त भने यो त्यही त गाया थियो त यो त्यही थियो त्यति तलबाट छौँ न हामी त्यति तलबाट छौँ हामी यो त त्यही बगालमै थियो यिनीहरू म मात्र गएन हामी यिनीहरू गाना थियो ल त्यही तलबाट हामी छेउ डाकर हुने हुनेहरु गाडी नलागाउनु ती गाइदा थियो निको लागि यस्तो मात्र खान्थ्यो जाउँ के रोज हामी जाउँ यहाँ जाउँ आज काफल खान गएका हाम्रा मेन ठेकादार अंकल पदम साई यी के अरे लक्ष्मी फुपू इन्न फुपू लक्ष्मी योगी कल्पना योगी केशर साई गोरखनाथ त्यहाँबाट आउने गौमती यहीको नाम के अरे ममता यहीको नाम उज्जली त्यहाँबाट आउने यो रमित विष्णाफु रमेशनाथ टग्ला त्यहाँबाट आउने यहीको नाम के अरे निर्मला अनि म क्यामेराम्यान पदमनाथ योगी अनि ब्याउली हाम्रा यो के अरे यहीको नाम गमती ब्याउली ब्याउलो केशर साई ब्याउला की सासू कहाँ गइन् ए यहाँ ब्याउला आमा यहाँ ब्याउला का बुवा है यहाँ अंकल बुवा त भयो त त्यहाँ ब्याउली का भने के ब्याउली का यो काउजू यो ब्याउली साथै भयो कति चित्तलाई त्यो बेटरी नलाई त